Who is एमाले? एमाले मुजी मुर्दाबाद। उहाँ विदेशमा स्पाइडरम्यान र सुपरम्यान, हाम्रो गाउँमा यस्ता पातकी म्यान। Film is among the best, and Nishan Khadka is best player. अनि अनमोल केसी कस्तो लाग्यो तपाईलाई? अनमोल केसी त चिनेको छैन, मैले निशान खड्का के भनेर कता फर्काउने लेफ्ट राइट I just wanna fuck bad bitches. All them nights I never. जनताप्रति पूर्ण वफादार रही मुलुक र जनताप्रति पूर्ण वफादार रही ये तो लेटेस्ट न्यूज है। सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। त्यो पर्दैन। चीटिंग करता है तू। अब केन्द्रीय समितिको बैठक बालोटारमा हुन्छ कि पार्टी कार्यालय धुम्बारामै हुन्छ? मैले जहाँ बोलाउँछु त्यहाँ आउँछु। खत्म। मान्छेले कहिले कहिले पत्याउँदैन, तर अलिकति हो। लामखुट्टेले हात्ती खान्छ, उपियाँले मान्छे खान्छ। तपाईहरुलाई म भन्न चाहन्छु, केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेल मार्ग बन्छ। We have dolphins, slugs, etc. at the hilly areas. In the mountain areas, we have elephants and slugs, etc. Gandhas, etc. संविधान जारी भइसकेपछि यहाँसम्म आइपुग्दै गर्दा 75% समय सरकार कसले चलाएको हो? सम्माननीय प्रधानमन्त्रीजीको सरकार। क्याल्कुलेटर बोक्नुभयो छ क्या 75%। र सम्माननीय प्रधानमन्त्रीजीको पार्टीको जहाज हाँक्ने। आज एउटा कुरा बताइदिनुस् न, तपाईले जीवनमा युवा अवस्थामा कुनै केटी मन पराउनु भयो कि भएन? मन त किन पर्दैन थियो, राम्रो देखेपछि मन त गरिहाल्छ। प्रेम प्रस्ताव राख्नुभयो? त्यस्तो चाहिँ गरिएन। प्रेम प्रस्ताव राख्नु भएन? तपाईलाई कसैले राख्यो? अहिले त्यसमा चर्चा गर्न त्यति राम्रो हुँदैन। अब त्यो हजुरआमाहरूको बारेमा चाहिँ क्याटो एक भनिदिँदाखेरि राम्रो हुँदैन। देख्छु 89 सिटको कांग्रेस र 79 सिटको एमालेलाई माओवादीले 32 सिटको माओवादीले फन घुमाइरहेछ। कस्तो लागिरहेछ? मजाक लाग्यो। कहीँ केरा पालन, कहीँ उखुको खेती, मरिचका रुखहरू रोपिदिन सक्छौँ। भेडो भनेकोमा आनन्दै लाग्यो। धारा छन्। मलाई शाकाहारी आन्दोलन गर्न नआउने हो भेडा भनेको पनि ठिकै लागेको छ, ठिकै छ। तर भेडाकोसँग 3 वर्ष गर्दाखेरि पनि आफू चाहिँ जाको त्यहीँ रहिएछ भनेर भनेको सुन्दा चाहिँ छक्क भएर के हो? बाय बाय, टाटा, गुड बाय, गया। चुनाव अगाडि घर घरमा रेल ल्याउँछौ भन्थ्यौ, कोही त घर घरमा रेल ल्याएर अनि तपाईँको घर चाहिँ कता उछिटिन्छ नि? खत्म। जसको पैसै नहुनु त एउटा कुरा थियो, पैसा भएर पनि गैँडा नदेखिकन जान्छ जिन्दगी भने त बर्बाद भएन? के त परिचय के यस्तो हो? यो राइनो भन्ने चलाएको, राइनो होइन गैँडा भन्ने चलाउनु पर्छ। कहाँ छ राइनो? कसले भने? अङ्ग्रेजीमा कहाँबाट आयो राइनो? जहाँ हुँदै के कुरा? राइनो हुँदै हुँदैन। शेरे तँलाई के तेरो हड्डी बाँच्यो, तेरो चोर विद्या जिस्काउँदै जसर त अर्का बुढी जिस्काउँदै डी त करता है तू। कसको बुढी? म त बुढी जिस्काउँदै तेरो बुढा बुढी मेरो बुढी हो त्यो। अब जिस्काएर तेरो पर गड्डी बाँच्छु। ओ बच्चा के छ साला विद्या जिस्काउँदै तेरो पाख्दा विद्या जिस्काउँछ यार साला, त्यसलाई पिटाउ साला। हो हलाई पिट्नुपर्छ ल ल। ग्यासका सिलिन्डर कारमा बोकेर, केमा बोकेर, मोटरसाइकलमा बोकेर, साइकलमा बोकेर कुद्नु पर्दैन। घर घरमा चुला पुर्याएर सरकारको
विरोध गर्ने कोही मान्छे उभ्याउने त्यहाँ अनि त्यस्तो हालत छ के हेर्यो सरकारले भने अहिलेको सरकारले त के हेर्यो होइन बाटो बनाउँदैछ कोलाई अलिकति ध्यान दिउँ अहिले ठिक छ कि हेलो इको छ खैर हामीले आवाज घटाउने होइन इको मात्र घटाउँ आज